हेलो एभ्रिवान, जय मातामा न्यू डे न्यू भ्लगको साथमा तपाईँहरूलाई फेरि पनि म स्वागत गर्दछु। अनि आजको भ्लग चाहिँ के छ भने साथीहरू, आज चाहिँ पुरै होइन बिहानदेखि फेरि त्यही हो, डेली काम रुटिन सुरु भइसकिसकेको छ होइन। हामी चाहिँ मल बोक्नुपर्ने छ, मल बोक्दै बारी सफा गर्नुपर्ने छ। अनि यहाँ हेर्नुहोस्, मल यहाँ छ, यो मल बोकेर चाहिँ म बारीमा जानुपर्ने हुन्छ। अनि बारीमा गएर फेरि सफा गरेर फर्किनु पर्ने हुन्छ साथीहरू होइन। अनि त्यसैले चाहिँ अब म यहाँ मल बारी लाउने छु, अनि म जानेछु बारीतिर, अनि बारी सफा गर्नेछु साथीहरू, हेर्नु होला। विशेष एउटा कुरा त भन्नै भुलेछु क्या साथीहरू। अनि आजको मौसम त मैले तपाईँलाई देखाउनै भुलेछु। हेर्नुहोस् ल, आजको मौसम चाहिँ पुरै के खाले भएको छ भने पानी परेर हिजो बेलुका होइन यस्तो भइरहेछ, पुरै हुस्सो लागिरहेछ। हाम्रो गाउँतिर चाहिँ यस्तो बेहाल छ, पुरै नगरौँ, पुरै हुस्सो लागिरहेछ है साथीहरू। यस्तो छ आजको मौसम चाहिँ। अब चाहिँ मल बोकेर जानुपर्ने हुन्छ साथीहरू। अब चाहिँ मलको भारी बोकेर बारीतिर जानुपर्ने हुन्छ साथीहरू होइन। त्यसैले म चाहिँ बारीतिर हिँडेँ, बारी पुगेर मललाई घोप्ट्याएर अनि चाहिँ बारी सफा गर्नुपर्ने हुन्छ। मेरो चाहिँ हेर्नु न, फेरि यो टाउको बाँधेको चाहिँ तल आइरहेको रहेछ, भेस्टले बाँधिदिएको त्यो पनि होइन। ठिक छ, तर जे जस्तो भए पनि अब जानुपर्ने छ बारीतिर। यस्तै छ गाउँघरमा त, काम गर्नै पर्छ, नगरी बस्नु पाइन्न। सबैले गर्दाखेरि आफू मात्रै बसिराख्नु पनि भएन। मेरो चाहिँ फेरि यो झर्दा बिजोग भइसकिसक्यो साथीहरू होइन। अनि अब चाहिँ जानुपर्ने हुन्छ बारीतिर। बारीमा पुग्नु पनि लाग्छ होला टाइम। फेरि नि यो मल के भएको, कम्ता साह्रो चिसो छैन नि, पानी परेर प्रभु कुरै नगरौँ, तर पनि बोक्नै पर्यो होइन, नबोकिन हुने गाइज, बोकेर जानु पर्यो। अब चाहिँ म हिँडेको एकैचोटि मलाई अप्ठ्यारो भयो साह्रै। अब परै पुगेर म भिडियो बनाउँछु ल।
भिडियो बनाएन भन्नुहुन्छ पानी परेर भिडियो पानी भित्र गाडी सफा गरेँ अनि अहिले चाहिँ अझै ठुलो पानी पऱ्यो क्या ठुलो पानी पऱ्यो अनि त्यसरी चाहिँ घर आएँ साथीहरू होइन अनि अब घर आएँ हेर्नु ल पानी कस्तो परिरहेछ म तपाईँलाई देखाउँछु अनि साथीहरू यस्तो पानी परिरहेछ नि यस्तो पानीमा म आएको लुत्रुक्कै भएको छु झन्डै फोन चाहिँ भिजेन यस्तो पानी परिरहेछ यो पानीले दिमाग खराब गरेको आज हाम्रोमा भिडियो बनाएँ मैले फोनैभरि पानी पसाएँ कि क्या हो आज यतिको पानी परिरहेछ होइन पानी चाहिँ म चाहिँ घर आइपुग्छ यस्तो हालतमा घर आइपुगेको म हेर्नु हिलो हातैभरि बिजोग छ अनि मैले पर भिडियो पनि बनाउन पाइनँ किनभने पुरै पानी पर्दा बिजोग भएको साथीहरू यस्तो छ पानी परेर हेर्नु त खुट्टाको हालत यस्तो भएको छ कुनै नगरौँ अब धुनुपर्ने हुन्छ अब भेट्ने समय गरे साथीहरू आज चाहिँ मल बोकेको होइन अघिदेखि नै तर अघि चाहिँ मैले भिडियो बनाएन किनभने पुरै तरिकाले हाम्रोमा चाहिँ पानी परिरहेको थियो त्यो पानी परेको कारणले चाहिँ मैले भिडियो बनाइनँ अनि अहिलेदेखि चाहिँ बनाउँदैछु अहिले चाहिँ खाजा खायौँ अनि अब खाजा खाए पछाडि चाहिँ म फेरि भिडियो बनाउँदैछु साथीहरू अनि अहिले चाहिँ अब बोरा चिसो भयो कि बोरा चाहिँ खोज्नु पर्ने हुन्छ गाइस होइन हामी चाहिँ अब मल बोकेर लागिसकेको छौँ ओह्रालो बहुत खतरनाक रास्ता है ना इसलिए बहुत संभाल के चलना चाहिए इधर पे एक मिस्टेक गेम ओभर हुन्छ क्या त्यसै अलिक बिस्तारी हिँड्नुपर्छ म भन्दैछु सुन हुन्छ फेरि यहाँ त यसको फोन गयो भने त भ्लग बनाउने भएन बनाउनै पर्यो भ्लग यस्तो दुःख गरी भए पनि तर सपोर्टै गर्दैन अब मिसिन लाग्छ क्या तपाईँ तर मैले चाहिँ बनाउने होइन पछाडिको मेन यो च्यानलको मेन मान्छे चाहिँ उहाँ हुनुहुन्छ छुट्टै कट्टुमा जुन चल्दै हुनुहुन्छ ड्रेसअप हेर्नु न बिचमा फुटबल खेल्ने जस्तो ठुटे कट्टु माथि बजार हिँडेको जस्तो उयोको जिन्सको ज्याकेट मुनि फेरि कुर्ता सुरुवालमा लाउने चप्पल के भन्नु छ र अब हाम्रो दिदीको हालत यस्तै छ तपाईँहरू यसो सपोर्ट गर्नु न भनेको सुन्नुहुन्न यसो सेयर गरिदिनु भिडियो यताउता दुखी आत्मालाई गाह्रो छ नि हो साथीहरू मल घोप्रिसक्यौँ हामीले चाहिँ भन्नुहुन्छ भने दिनभरमा बोकेको कति भन्नुहुन्छ होला होइन हेर्नु त यति मात्रै बोक्दैछु यो बुवाले मल बाक्लो लाउनु भनेर यस्तो छ हालत तर पनि ठिक छ बोक्दै छोड्नु हुँदैन होइन साथीहरू यस्तै छ अब यो यतामाथि हेर्नु यो यहाँ घोप्ट्याउँदैछ मल फेरि हाम्रो त्यस्तै छ कहिले मल बोकिसक्नु हो त तपाईँहरूले त तपाईँहरूको गाउँमा मल बोकिसक्नु भयो होला हाम्रो गाउँमा त भर्खर स्टार्ट गर्दैछौँ भन्नुहुन्छ भने बारी हेर्नुहोस् ल अब यति धेरै बारी छ यहाँबाट जति देखिँदैछ त्यो सबैमा मल बोक्नुपर्ने हो होइन अब कहिले सक्नु हाम्रा बारी हे अनि यो बारीभरि मल बोक्नुपर्ने अनि भर्खर यो तल फेदको पनि अन्तिममै छौँ अब कुरै नगर्नुहोस् यस्तै छ हिजोस्ति पनि म यो ड्रेसमा थिएँ भन्दैछ होइन अब यस्तै हो धुयो लायो गाउँघरमा आउनु चाहिँ यस्तै छ भनौँ होइन अब चाहिँ फेरि घर जानुपर्ने हुन्छ फेरि मल अनि अब मल बोक्नुपर्ने हुन्छ मेरो कपाल चाहिँ आज लथालिङ भएको छ होला तर पनि ठिक छ चलेगा यस्तै हो मल बोक्दाखेरि राम्रो बनिएर चाहिँ बोक्नु मिल्दैन अनि भन्नुहुन्छ भने इधर छ हाम्रा आँपको बोट भाले आँप र पोथिया भन्छन् सब गाउँमा चाहिँ होइन अब यिनीहरूको के हो त्यो चाहिँ हामी जान्दैनौँ होइन कति साह्रो हल्लाएको हल्लिन्छ त्यति साह्रो हल्लाउँछु त म त यहाँ एउटाले मल लाएको अरे फेरि हेर न
यसलाई त पड्काउनु पर्ने अघि बिहान चाहिँ मैले कति धेरै बारी पो सफा गरेँ त 2 गरा गरेँ आफै नगरे तपाईँ अनि आफ्नो तारिफ आफै त गर्नु पर्यो नि अरूले गर्दैन भन्नुहुन्छ भने अब यसले यहाँ के भन्दैछ आफ्नो तारिफ आफै गर्दैछस् भन्दैछ तर पनि आफ्नो तारिफ भए पनि जिन्दगीमा गर्नु चाहिँ छोडिन्न गाइज यस्तै छ अब चाहिँ घर गएको फेरि भारी ल्याउनु पर्ने छ मल धेरै लामो भिडियो त म गर्नु सक्दिनँ किनभने मेरो यसरी हिँड्दै गरेको भिडियोमा म सबै हल्लाएको हुन्छु आँखा नै तिरमिर हुने गरी सेकेन्ड कुरो चाहिँ फेरि मोबाइलमा त्यत्रो ज्यादा मेरो स्टोरेज पनि छैन त्यसैले यति नै अब फेरि इच्छामा भेट्नेछौँ हाम्रो पछाडिको टोलीहरू चाहिँ भर्खर आउँदैछ अब यस्तै चाहिँ हामी पुरा आइसक्यौँ होइन आल्छिनी एक त हामी अगाडि थियौँ न भन् त यहाँ छ साह्रै अल्छिनी नम्बर 1 अल्छिनी अहिले डोको हेर्नुपर्छ उसको आधी मात्रै हालिरहेको हुन्छ हेर्नु गाइस डोको भरिएको छैन यहाँ छ अर्को अल्छिनी यसले जान्छ आधी मात्रै अब हाम्रो दिदीले कति हालेको छ हेर्नु है ए दिदीले ठिकै भूमि सेम परेछ मेन अल्छिनी त्यहाँ बिचको परेछ वाच गर्दैछ है म आज यहाँ चाहिँ हाम्रो बुवाले चाहिँ पुरै तरिकाले मलहरू मिसाउँदै हामीलाई बारी लगाइदिँदै हुनुहुन्छ हामी चाहिँ बोक्दै मात्रै जाँदैछौँ अनि यहाँ गोरुहरूको आवाज चाहिँ हेर्नु नसधैँ छोडेर चलाउने बानी नि त अनि आज चलाउने मान्छे नभएर यहाँलाई गोठमै बाँधिरहेको छौँ बाबा चाहिँ यहाँनिर पुरै तरिकाले मल पनि मिसाउँदै हामीलाई बारी लगाइदिनु पर्ने अनि उहाँ चाहिँ गरिसक्नुभयो तर पनि हामीलाई बारी लगाइदिँदै हुनुहुन्छ हामी चाहिँ बोक्दै जाँदैछौँ अनि साथीहरू आजको लागि चाहिँ यति नै किनभने म धेरै लामो भिडियो बनाउँदिनँ मेरो फोनको स्टोरेज फुल भएको छ आजको लागि चाहिँ यति नै भेट्नेछ हामी नेक्स्ट भिडियोमा यदि तपाईँलाई भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।